हेलो हाई दर्शक नमस्ते वेलकम ब्याक आएर सजन ब्लगमा र फेरि पनि तपाईँ सबैलाई स्वागत छ। र आजको यात्रा भने मेरो एकदमै रोड नम्बर 13 हुनेछ र फाइलको यात्रा हुनेछ र एकदमै लामो यात्रा ब्रिज तपाईँहरू आउनुभयो र तपाईँहरूको लागि मैले आजको भने विशेष ब्लग लिएर आएको छु। एकदमै यात्रा बवाल नै हुनेछ र धेरै लङ टाइम समयपछि तपाईँहरूको आजको ब्लग पनि मैले लिएर आउनुपर्ने भयो। एकदमै बिजीको व्यस्तताले कारणले गर्दाखेरि आउनु पाएको थिएन, ब्लग बनाउनु पाएको थिएन र एकदमै बिजी पनि उस्तै बिजी थियो होइन। एकदमै कामकै सिलसिलामा हरेक कामकोले गर्दाखेरि अरू कामहरूमा बिजी भएको गर्दाखेरि मैले ब्लगमा त्यति म रेगुलर दिन सकिनँ। अनि अहिले जति पनि म आइरहेछु कुदिरहेछु समय मिलेको अनुसारले गर्दा मैले बनाएको होइन। र एकदमै आजको यात्रा बवाल नै हुनेछ। सबैजनाले यो मेरो आइरल सिजन ब्लगलाई हेरेर साथ दिनुहुन्छ होला भन्ने पूर्ण आशा राख्दै हामी यात्रा गर्दैछौँ। तपाईँहरू सबैजनाले हेरेर साथ दिनु होला है त। अनि मजाले यसरी जाँदैछौँ। यो चाहिँ एकदमै रेगुलर जान्छ 30 नम्बर रोड होइन, सिधा गयो भने ठ्याक्कै फाइल पुग्छ। फाइल पुग्छ भने फेरि हामीले माथि ऱ्याम्प चढ्नुपर्छ। अनि त्यो सोध्यो भएर चाहिँ यसरी जानुपर्ने हुन्छ होइन। एकदमै लेट भयो भिडियो हाल्नु, बिजी भएर पनि हो। अनि बिजी त त्यस्तै थियो होइन। हाम्रो त्यही हो दिदीबहिनीको समस्या, एजेन्टहरू भाग्ने होइन, मान्छे समस्या पर्ने कति भन्नु होइन। त्यस्तै चाहिँ यहाँको चलन, मान्छे पठाउँछ निकाल्न सक्दैन होइन। मान्छे समस्या भइसकेपछि अब दिदीबहिनीहरू उस्तै छ, नआइज भन्दाखेरि मान्दैन होइन। उहाँहरूलाई अब आइसकेपछि अब काम गर्नु नसकेपछि धेरै नाटक होइन। यहाँ दुख्यो त्यहाँ दुख्यो, यहाँ आयो यहाँ उयो भन्यो होइन। अनि एजेन्टलाई समस्या दियो। अनि त्यस्तै छ है। अब मान्छेहरू विचार गरेर आउनु भन्छु म चाहिँ, विचार गरेर आउनु, विचार गरेर काम गर्नु, सबै कुराहरूलाई थाती राखेर चाहिँ काम गर्नुहोस् भन्छु म चाहिँ। किनभने सबै मान्छे एउटै हुँदैन होइन। कोही दुःख गर्ने पनि हुन्छ, कोही दुःख नगर्नेहरू पनि हुन्छ होइन। त्यो भएर चाहिँ दुःख बुझ्नेहरू आउनुहोस् होइन, दुःख नबुझ्नेहरू चाहिँ आएर चाहिँ बेकारमा होइन एजेन्टलाई पनि तनाव होइन, तपाईँहरूलाई पनि तनावै हुने हो होइन। दुःख पाएपछि काम गर्छु सक्छु भन्नेहरू त आएर दुःख नै गरेको देखिए होइन। एकदमै उनीहरू त मजासँगले काम गरेको देखिए होइन, गरि पनि राखेको देख्छु। र कतिपय दिदीबहिनीहरू चाहिँ काम गर्न नसकेर चाहिँ रुई कुराई गरेर चाहिँ होइन नाटक गर्नेहरू पनि देखेँ। कोही चाहिँ अब उद्धार गर्नु भने उद्धार गरियो, कोही चाहिँ आफ्नो कोही छोडेर चाहिँ अर्को केटासँग लागेर चाहिँ उयो गर्ने, कोही त्यस्तो होइन। एकदम समस्या, एकदमै गाह्रो चिजहरू होइन। अब केही छैन, अब यसलाई धेरै लम्ब्याएर पनि हुने केही पनि होइन होइन। अब सबैको समस्या छँदैछ, दुःख गर्नै पर्छ होइन। दुःख नगरिकन अब सुख पाउने होइन, कमाउनुको लागि केही गुमाउनै पर्छ। जसले दुःख बुझ्छ, जसले पैसा चिन्छ उसले आएर दुःख गर्छ, पैसा राम्रै कमाउँछ होइन। काम त त्यही हो, अर्काको ठाउँमा आइसकेपछि काम भन्ने कुरा त अब हुन्छ नै होला होइन। साह्रो गाह्रो छोरी मान्छेलाई काम त कहिलेकाहीँ होइन। मान्छेले कतिले सहेर पनि काम गरिरहेछ होइन पैसाको लागि होइन। त्यही हो, अब दुःख पायो भन्दैमा अब रोएर चिच्याएर हुने त केही पनि होइन होइन। सहीलाई सही, गलतलाई गलत त हुनैपर्छ। हामी पनि त्यही भन्छौँ होइन। आफूले दुःख पायो त घर चेन्ज गर्ने, काम गर्ने होइन। राम्रो घर भेटायो भने दुःख गर्नुहोस्। यदि अब सधैँभरि अब बिरामी भयो भने त ठिकै छ, हामीले पनि उद्धार गर्नु होइन, सहयोग गर्नेछौँ होइन। हरेक कुराहरूमा साथ दिनेछौँ होइन। आफ्नै नेपाली दिदीबहिनी हो त्यो बुझ्छौँ। तर दिदीबहिनीले झुट बोल्छ नि त प्रायः। अब बिरामी भएको छैन भने म बिरामी भयो भनिदिने होइन। अनि एकदम बहाना गर्ने, रुने, त्यो राम्रो होइन नि त। म चाहिँ त्यही भन्छु, त्यो राम्रो होइन। किनकि आउँदा खुसी साथ एजेन्टलाई सबै कुराहरू भनेर आउने, अन्तिममा एजेन्टलाई मात्रै दुःख दिने। मैले त भइहालेँ, एजेन्टले मात्रै पनि के गाली गर्नु होइन। एजेन्टको टाउको मात्रै हाल्ने कुरा पनि आउँदैन। तपाईँहरू मिल्ने मतमा सहमतिमा आइसकेपछि सबै कुराहरूलाई बुझ्नै पर्छ तपाईँहरूले पनि होइन, मिलाउनै पर्छ होइन। हामीले जति सक्दो मिलाउनु कोसिस गर्छ, तपाईँले त्यति नै मिल्नुपर्ने हुन्छ। तपाईँहरू बिचमा मिल्नुहुन्न भने हामीले केही गर्ने पनि होइन होइन। हामी आफ्नै तरिका छोडिदिन्छौँ। हाम्रो सिद्धान्त धारणा यही हो होइन। र जतिजना आउनुभयो, जतिजनाले समस्या पर्नुभयो होइन,
आउनुभयो, दुःख देखाउनु भयो, हामीले उद्धार गरियो, पठाइयो होइन। 100मा 10जना एकदम पीडित, बाँकी त सबै फ्रड नै हुँदो रहेछ भन्ने कुरो त बुझियो। त्यहाँदेखि मैले यता धेरैजनालाई मैले बुझेर हो कि होइन, बिरामी हो कि होइन, के हो समस्या सबै बुझेर चाहिँ मैले उद्धार गर्ने गरेको छु होइन। र त्यसै गर्दा गर्दा अस्ति एउटालाई पनि झुकाइहाल्यो होइन, ठिकै छ, केही छैन। त्यसले झुकाए पनि त्यसलाई मैले भक्कु गाली गरेको पनि छु होइन, किन फ्रड गरेछ मसँग भनेर होइन। त्यही हो, मैले उसलाई उद्धार गरेँ, नेपाल गयो होइन, आफ्नो बुढा छोडेर अर्कोसँग जानु रहेछ होइन, उसलाई एउटा निकाल्नु भने त्यसरी उसले नाटक गरेको रहेछ, ठिकै छ, उसको नाटक सक्सेसफुल भयो, त्यो नै ठुलो कुरा हो होइन। अनि त्यसै भन्दै मैले चाहिँ अब धेरै तनाव दिनु पनि सकेन उनीहरूलाई होइन, किनभने अब सबैको मान्छेको मन एउटै हुँदैन। उनीहरूले झुट बोले, एउटाले झुट बोलेर चाहिँ नाटक गर्दैमा हामीले पठायौँ होइन। अब थाहा हुँदैन नि त को मान्छे कस्तो हुन्छ भन्ने कुरो त। अब एकजनाले दुःख पायो भनेर फोन गर्छ त अब उसको सबै कुराहरू अब हामीले थाहा हुँदैन नि त होइन। अब कसैले आँखाले देखेको हुँदैन यसलाई चाहिँ समस्या परेको रहेछ है भन्ने कुराहरू होइन। अनि त्यो भएपछि अनि कसरी चाहिँ अनि चिन्न सकिन्छ त यो गलत यो सही भन्ने कुरा त होइन। त्यही भएर जेन्युन मान्छेहरू आउनुहोस्, फ्रड मान्छेहरू चाहिँ हामीसँग नआउनुहोस्, मसँग नआउनुहोस्। म त अब त एकदमै उसको परिवारमा सम्पर्क छ कि छैन, परिवारसँग के छ होइन, सबै बुझेर मात्रै म त अब मान्छे उद्धार गर्ने हो। यो चाहिँ मैले दिमाग यसरी लागेको छ। अब चाहिँ जो पाए त्यसलाई उद्धार गरेर पठाउने काम बन्द गर्छु, किनभने धेरैले हामीलाई छल गर्यो, छल गरेको यो नराम्रो महसुस भइरहेछ अहिले हामीलाई। त्यसरी छल गर्नु भनेको आफ्नो खुट्टामा आफै बचेर हान्नु हो, एक न एक दिन त्यस्तो करतुत निक्लिहाल्छ, यति बाटो क्या। र उसकै जेठाजुले पनि अघि मलाई मेसेज गरेको थियो, त्यसलाई त्यतै कुहाएर राख्नुपर्ने रहेछ भन्दै थियो बिचरा रिसको चोकमा होइन। कमसेकम आफ्नो बुढालाई त माया मार्ने त होइन नि त होइन, त्यस्तो गर्नु हुँदैन नि त। जेठाजुहरूले सम्झिरहेछ फोन गरेर होइन, के छ समस्या भने सबै कुराहरू गरेको होइन। त्यसरी गदर गर्नु हुँदैन। आउने मान्छेले पनि त्यो ठुलो गदर गरेको त्यो बहिनीले, र मैले उसलाई सम्झाएँ पनि त्यसरी किन झुट बोल्यो मसँग, त्यसरी झुट बोल्नु होला चाहिँ त कुरा भन होइन, सिधा कुरा भन, तिमीहरूकै लागि हामीले गर्ने हो सहयोग, तिमीहरूले झुट बोल्छौ भने हामीले के गर्ने भनेर त्यो कुराहरू पनि भयो। मान्छेहरूलाई सबै मान्छे सही हुँदैन नि त होइन, कोही गलत कोही हुन्छ नि त। त्यो गलत मान्छेलाई गलतै हुन्छ, त्यो सधैँभरि गलतै हुने हो। त्यो एकदमै चलाक त्यो केटी, एकदमै चलाक 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 रहेछ भन्ने कुरो चाहिँ मैले थाहा पाएँ। यस्तै छ है अब यहाँको यात्रा। यहाँ हेर्नुहोस् अब जहारा 6 नम्बर रोड प्लस त्यही भयो। म चाहिँ यहाँ सालिममा छिर्नुपर्ने छ है, सो त्यही भएर आफ्नो काम सक्नै पर्छ होइन। त्यही भएर म चाहिँ यता लागेँ र काम सकिसकेर म चाहिँ बाटो लाग्नेछु होइन। आजको यात्रा एकदमै रमणीय नै भइरहेछ, बिन्दाससँग हिँडिरहेछु होइन। बाटो यस्तो छ है, यो बस्ती गाउँ जस्तो लाग्यो मलाई चाहिँ, सबै सहरहरू बस्ती जस्तो छ। यता मान्छे उता मान्छे होइन। अनि मैले चाहिँ यहाँबाट निक जानुपर्ने हुन्छ। यहाँ म्याप पनि हेर्दैछु होइन, म्यापले गर्दाखेरि अलिकति डिस्टर्ब होला जस्तो छ। मैले अब लगभग मेरो ब्लगलाई मैले इन पनि गर्नुपर्ने हुन्छ जस्तो लाग्छ है, किनभने एकदमै यो छ त, किनभने म्याप मिस्टेक भयो भने फेरि तनाव हुन्छ नि त होइन। सो त्यही भएर तपाईँहरूमा अब मैले ब्लग यतिमा इन गर्ने हुन्छ है। र यति भन्दै तपाईँहरूमा बिदा हुन चाहन्छु। फेरि नेक्स्ट मेरो ब्लगमा तपाईँहरूलाई मैले जरुर यहाँको वातावरण, यहाँको रोड विशेष गरी देखाउने छु। र यति भन्दै अहिलेलाई पनि म तपाईँहरूमा बिदा हुन चाहन्छु। हस्त दर्शन, नमस्ते, गुड बाई।